वेलकम टु माई च्यानल है। मेरो साथीहरू कतिखेर आउँछन्, आज पनि कलेज जान आँटेको। अब हेरौँ न साथीहरू कतिखेर आउँछन्, अब हेर्दै गर्नु ल। फाइनली साथीहरू आइपुगे। पर्खिराप दिँदा आमामा कति ढिलो गरेका हो यताले आमामा। घर बानिसकेको बोजू पनि जानेको छैन भनेर छिटो भागेर झन् तल माचकमा आएको। अनि मम्मीले घरतिर तेरो बोजू नजाने हो, नजान नसक्ने मैले छिटो पठाइदियो फेरि पर्खी भनेर अनि फर्काएर साह्रै हिँड्छ नि बुढी मान्छे। म दुईचोटि घर गएर पूजा खेर आएको साथ घर गएर यस्तो पङ्खा लिएर आउँछु भने फेरि लिएर आएको क्याम्पसमा लागि कुद्न आँट्यो। यो साथै कलेजको पछाडिको बाटो होइन साथै, पछाडि होइन साइडको जे भने एउटै त हो नि। मलाई हिजो तिमीले फोन गऱ्यौ नि कलेज जाने कि नजाने भन्यौ नि मलाई। नजाने भनेर आएको थिएन कि नजाँदा हाल्छु त किन तिम्रो लागि हो भनेर आएको हो क्या साथी। थ्याङ्क यू। अस्ति नै म जानु खोजेको, अब साथी आएको थियो त्यही भएर आइपुग्यो। कलेज आइपुग्यो। अब कलेजमा भिडियो खिच्न दिने नभएर खिच्छु ल। हामी कलेज आएको अरे हालत यस्तो छ है, हाम्रो चलाउनु सक्यो त्यही छ खबर। अनि कति दिन पछाडि, कति दिन नभए पनि कति वर्ष पछाडि भेट्यौँ। 2 वर्ष नभन्नु 1.5 वर्ष भयो यहाँ। अनि के छ खबर? अनि होस् सोध्दिनँ म यस्तो कुरो। ठिक छ, अहिलेसम्म ठिकै छ भन्नु। क्यान्टिनबाट यतिकै आयो साथी यार, केही नखाए बुझे खाएर आएको। अनि खोइ कुस्मीलाई बोलाएको, कुस्मी आएन, के गर्नु। हामीले बढाउँदैछ हामी नै अब क्लासमा। म चाहिँ चिन्दिनँ साथी, तिमी चिन्यौ छिटो। चिन्नुपर्छ, पढाइ हुनेछ मेन कुरो। पढाइ भइरहेको म कलेजबाट आएर खानासाना खाएर अब भिडियो एडिटिङ सिक्न जानेछु। साथै म ठाना रोड अगाडि आइपुगेँ, अब हेर्दै गर्नु। ठ्याक्कै यो ठाना रोडको बाटो हो। कोही चस्मा राम्रो किन्नु छ भने हाम्रो साथीकोमा आउन सक्नुहुन्छ। साथी के छ सुविधा भन्नुहोस् त? आएपछि तपाईँ हुनुहुन्छ। मेरो नाम लिएर आउनु भने चाहिँ उहाँले के दिनुहुन्छ अरे? तपाईँ चेन कभर र सेलरोट पाउनुहुन्छ। के गर्नु हो, पढ्ने भने जसले हिँड्ने हो। अब घरदेखि चाहिँ धेरै टाढो छ आउनु, के गर्नु, जिन्दगी यस्तै हो। मान्छेले हेर्दा पनि पागल, फोन चाहिँ नबोल्दै बस्दैछ भन्छन् होला। भन्नुहोस्, आफ्नो काम गर्ने हो, हिँड्ने हो। 6 नम्बर टोलको मान्छे 8 नम्बर टोलमा आएको छ, केही न केही गर्छ भनेर। हेरौँ न, केही न केही गरिछ होला। यही हो मैले सिक्ने काम चाहिँ। अब हेरौँ न, सरहरू आउनु भइसक्यो होइन। सरले चाहिँ क्यामेराको विषयमा सिकाउनुहुन्छ हामीलाई, तालिम दिनुहुन्छ। किन भन्दा के छ, हाम्रो सटर कम छ भने एपर्चर बढी छ, अनि त्यही भएर यसलाई ठ्याक्क ट्युनिङमा राख्ने। ल गाइस, बल्लबाट पढाइ सकेर यहाँ घर गइदिछ। आजको भिडियो यति नै। ल लाइक, सेयर, सब्सक्राइब सबै गरिदिनु होला है। ल बाई बाई।